पाई नपाई कसरी उसको मायामा डुब्दै गए। शब्दविहीन मौनताहरूमा केही अर्थहरू गुन्जिन थाले। हँसिलो अनुहार अनि केही नजरको भेट लाग्न थाल्यो। उनी नै हुन् मेरो भागमा पर्ने खुसीको एउटा संकेत। न कहिले उसले प्रेम प्रस्ताव राखिन् न त मैले, तर हाम्रा मुखार बिन्दुका भावहरूमा प्रेम प्रष्टै देखिन्थ्यो। ती आँखाहरू त्यसै अतालिन्थे उनीसँगको नजर जुधाइमा। अन्जानैमा बसेछ पिरती, तर कुनै नाम थिएन हाम्रो सम्बन्धको। माया नै त थियो होला, तर रहेछ गलत समयको उपहार। शुद्ध थियो भावनाहरू, तर हाम्रो मायाले स्थान नै कहाँ पो पाउँथ्यो र। प्रेम केवल चाहनाले मात्र कहाँ हुँदो रहेछ र। इमान, समय र सत्य नै त रहेछ प्रेमका आधार। थाहा थियो हामीलाई हाम्रो जीवनको एउटा तितो सत्य। ऊ कसैकी खुसी थिइन् र जीवन सङ्गिनी पनि। म आफ्नै जीवनसँगको युद्धमा पराजित एक घायल यात्री। लेखान्त भनौँ या संयोग, कसरी सुरुवात भयो हाम्रो आधारहीन प्रेम कहानी। गल्ती भएकै हो हामीबाट, बहकिएकै हो यो मन, स्वीकार्नुपर्छ। तर अब त्यो गल्तीलाई बोकेर होइन, भविष्य सोची अघि पाइला चाल्नुपर्छ। त्यसैले अलविदा माग्दैछु, बदलेर सारा सोच। हाम्रो आधारहीन प्रेमको कारण माया गर्नेहरूको कहिले बदनाम नहोस्। हाम्रो आधारहीन प्रेमको कारण माया गर्नेहरूको कहिले बदनाम नहोस्।